एभ्रिवान गाइस हामी फेरि आइपुग्यौँ नयाँ भिडियो लिएर आज नयाँ दिन बिजी दिन आज फेरि हामी दिनभरि योको समयको टुर गर्नेछौँ आज भर्खर निस्केको अब दिदी घर जानु लाग्यो हेर्नुहोस् त हामीले के कसरी लिएर जाँदैछौँ हिजो गइसक्यो हिजो गएर खाना खाएर आइसक्यो तर आज हामी कसरी लिएर जान थालेको किनकि हामीहरूलाई थाहा छैन नि त अब कहाँ के पाउँछ कसरी पाउँछ भनेर अनि त्यही भएर चाहिँ आज अलिकति उ गर्नु पर्यो अलिकति घुम्यौँ अनि त्यसपछि थाहा हुन्छ नि त बाहिरको नजारा चाहिँ कति राम्रो क्या कति राम्रो यस्तो चाहिँ छ होइन अब चाहिँ हामी लिफ्ट यहाँ छोडेर मान्छेहरू कता पुग्दैछन् अर्को कोठा नम्बरतिर अनि हामीहरू चाहिँ अब जान्छौँ अनि त्यसपछि घुम्न जाने भन्दैछ अनि घुम्न जान्छौँ हजुरहरूलाई पनि साथमा लिएर जान्छौँ हाम्रो छानीलाई हेर्नु न छानीको आउटफिट सो एक्सपेन्सिभ धन्नै लडेन सो एक्सपेन्सिभ आउटफिट अनि दुइटै ड्याडी र छोरोको वा मिमी र म हामीहरू त ओल्ड हो हामीसँग कपडै छैन ज्वाला हाल्नु भयो ब्रेकफास्ट सो यमी नुडल्स हामी चाहिँ अब घुम्न जानु थालेको गाडीहरू आइसक्यो कुरेर बसेको अनि बेबी कसले बिचरा नभन्नु न त्यसो हामीले ढिलो गरे हो अनि भुवनको कट हेर्नु न ह्यान्डसम कट यो मेरो भ्याकेसन कट हो ल भ्याकेसनको सही भन्यो जहिले भ्याकेसनमा यस्तो इभान कस्तो कुद्दिरा इभानको आउटफिट इज द बेस्ट ल भन न त भ्याकेसन कटमा अब त्यसमा लगाएर म हिरो भइसकेँ हेर्नुहोस् त मलाई थाइल्यान्डको रोडमा हेरी देखिरहेको छु अहिले दिउँसोभरि केटी हिँड्न तानेको हुन् राति गऱ्यो भने त मलाई चाहिँ तान्दा म त आफू हामी चाहिँ जाँदा चाहिँ पानी पऱ्यो हामीले त्यो पनि इन्जोय गर्यो यति धेरै चिसो भएको थियो रमाइलो पनि भयो अनि त्यसपछि चाहिँ पोखरा जस्तै सिमिलर भ्यू तर यो चाहिँ अलिकति राम्रो नै थियो किनकि ग्रिनरीहरू शीतलो पनि भएको थियो अनि त्यसपछि हामी चाहिँ लाग्यौँ लाफिङ गोल्डन बुद्धमा अनि हामी चाहिँ कार पार्किङ गर्नतिर लाग्यौँ पहिला सुरु किनभने फेरि हामीलाई भित्र पनि जानुपर्ने थियो बाहिरबाट मात्रै हेरेर हुँदैन भनेर दर्शनहरू पनि जानुपर्ने थियो अनि हामी चाहिँ कार पार्किङ गरेर जाँदै थियौँ अनि त्यहाँ बाटोमा चाहिँ हामीले स्ट्रिट देखेको सेम नेपाली जस्तै यो चाहिँ सेम नेपालमा पाउने ओके स्टार्ट ओ समय बिग बुद्ध ल र साथी हो हामी चाहिँ अब को समयको बिग बुद्ध टेम्पलमा आएको छौँ को समय हजुर आउनुभयो भने यो चाहिँ एकदमै आउँदाखेरि मात्रै सफर गर्नुपर्ने हुन्छ कि तर आइसकेपछि एकदम रमाइलो रहेछ शान्त पिसफुल हामीहरूलाई चाहिँ मलाई चाहिँ यस्तै मनपर्छ पिसफुल टाइपको किनकि मलाई पिसफुल नै मनपर्छ काठमाडौँ बसेको मलाई चाहिँ मन पर्दैन तर मलाई चाहिँ मनपर्छ एकदम पिसफुल यो चाहिँ त्यस्तै छ अनि तर ब्याङ्क अनि यताको रेस्टुरेन्टहरू पनि लाइक अलिकति लङसम्म टाइमसम्म खोलिरहेको छ होइन तर उतातिरको चाहिँ खोल्दैन सानो सानो ब्याङ्ककमा पनि खोल्छ नि हामी बसेको ठाउँमा नखोलेको उता पनि छ नि नाइट यो चाहिँ कपडाहरू कस्तो राम्रो यहाँ पनि सेम म्यान कमिङ म सुतेर खिच्दैछ नि फोटो सेम भगवान् जस्तै सेम त्यहाँ चाहिँ गौतम बुद्धको पोज गरेर खिच्दैछन्
कस्तो राम्रो सिन है मैले त गार्डन बनाएको यसलाई त त्यो ग्रिन कलरको त्यही भएर Eva, no, come with me. Come. हजुर यसलाई जी गर हामीले रोक्नु है जी गर्दै सानो जी गर सी जी गर्दै सानो जी गरिदेऊ सी जी गरेको हेर त हेर त ऊ आले गडलाई जी गर्सेको तिमी पनि गरिदेऊ जी गर्दै साह्रो जी गुड जब यो भगवान्लाई पनि जी गुड जब जी गरिदिनुहोस् सानो जी गरिदिनुहोस् जी गुड जब अब यता जाने हामीहरू यता गएर यताको भगवान्लाई पनि yes oh no what is that जी अगेन जी गरिदिनुहोस् जी गुड जब अगेन जी गरिदियो सानो जी जी गरिदिनु सानो भगवान्लाई त्यस्तो गरेको त्यो त लाफिङ बुद्ध जस्तो हुनुहुन्छ है ऊ त्यहाँ हाँस्दै हुनुहुन्छ नि त त्यो टाउकोमा यस्तो लाएर लाफिङ बुद्ध छत भएको छ नि त्यो माथि त्यो होटल यो अंग्रेजीले घर किनेर बसेका पहाडीमा अहिले पहाडहरू बेचेर हजुर अहिले यहाँ बेच्न छोरो पहाडीमाथि पहिला हाम्रो सबै आउँदाखेरि सबै जङ्गल हो अहिले यो विदेशी अब चाहिँ हामी यो बुद्धबाट सकेर गोल्डन बुद्धबाट सकेर हामी अब लाफिङ बुद्धमा जानु लागेको यहाँ राख्नुभएको थियो र अब हामी लाफिङ बुद्ध हेर्नु जाने दिदीहरू अगाडि पुगिसक्नु हामी भिडियो बनाउनु थाल्यो ढिलो भयो नो प्रब्लम हामी भेट्दै हुन्छ नि लाफिङ बुद्धको एरिया तर यहाँ चाहिँ जे घुम्नु पनि लाइक शान्तिले घुम्नु पाउँदो रहेछ उतातिर त घुम्नु पाउँदैन मान्छेले ढक्कले कुद्देर जान्छ कुद्देर गाउँछन् कुद्देर यसरी लाइन लाग्नुपर्छ हैन लास्टै लाइन लाउनुपर्छ अनि अरू अति यस्तो लाइक केही हुँदैछ भनेर जाँदा पनि सकिँदैन त्यो नर्मल अरू केही पनि छैन आज पूजा गर्ने दिनै छैन हुन्छ नि हो त्यस्तोमा गयो भने मलाई अलिकति घुम्न पाउनुहुन्छ केही भएको बेलामा त जानै सकिँदैन ए यिनीहरूले भिडियो हामी चाहिँ माछालाई के गर्ने हिँड्यो बेबी माछालाई खाना खिलाउनु भएन हामी चाहिँ माछालाई खाना खिलाउन हिँड्नु आँटेको उता गएको उता चाहिँ जान दिएनन् त्यहाँ नखिलाउने रे यताबाट जाने रे रास्ता अलग्गै छ अरे अनि त्यही भएर प्लिज टेक अफ योर सुज ओके लाफिङ बुद्ध स्माइल यहाँबाट खिलाउने हो लाफिङ बुद्धको अगाडि नै गर्नुपर्ने अरे मछली छ यहाँ ओ कति धेरै माछा
भोटी भोटी माछा छ त किलाको धुपी छोडेर त ए हेर्न पुरै यहाँ किलाको छ उता हो फ्याल्ने चराले चाहिँ खाएको ला चराले पनि खाँदो रहेछ त चरा हो यो परेवा हो परेवाले नि माछाको दाना खाइदिएछ है भगवान् कति मजाले खाएको फेरि परेवालाई पनि दाना खिलाउँछ माछाको दाना हेर्नु है बेबीलाई त्यसको चप्पल चिप्लेर जाला नि फेरि भुक्लुक्क माछाले खान्छ क्या इवान बी केयरफुल उता हेर्नु न उता हेर्नु डरै लाग्छ मलाई त्यसलाई हेरेर त हामीले माछालाई परेवालाई खाना खिलाएर सकिसक्यौँ अब हामी अर्को जग्गा जान्छौँ कस्तो मजाले खाएको भोटी भोटी माछा रहेछ कि ऊ यो माछाले हेरे अरू माछा हुनु पनि हरे यसरी यो हिले माछा हुन्छ नि यसलाई हो र मागुर माछा योदेखि बाहिर माछा हुनु पनि खाइदिन्छ तिनीहरूलाई हबी अनि आफूलाई चाहिँ खानु सक्दैन होला नि त्यही भएर है अनि निकालेर खान्छन् कि खाँदैनन् यसलाई निकालेर खान्छन् कि खाँदैन खानु नि यो खाँदैन यो माछा थाइल्यान्डमा खान्छन् हामीले अब खाइन्न मैले अब यो माछा दान गरेको छु नि दान होइन मतलब अब यो गर कटाउनु भन्छ नि कहिले कता माछालाई ल्याएर मैले नालामा छोडिदिएको छु पाइला राख्दा पैसा यस्तो भएको है हजुर कसैले नउगाउने के गर्छन् त यो भोरेर हामी चाहिँ अब घर फर्किन थालेको यहाँबाट घर फर्किन होइन अब अर्को जग्गा जानु लागेको हामी चाहिँ लाफिङ बुद्ध सक्यौँ आज चाहिँ हामी धेरै टुर गर्नेछौँ समयको होइन यस त्यसलाई के भन्नुहुन्छ हजुरले 12 मिलो त्यही हो 12 मासु यो हाम्रोतिर पनि हुन्छ यहाँ पनि हुँदो रहेछ अब चाहिँ हामी भ्यू हेर्नुको लागि आयौँ यहाँको माथिको भ्यू यहाँ चाहिँ स्विजरल्यान्ड पनि भन्दो रहेछ हो किन खानु भन्छ हामी हेर्नुहोस् त हामी भ्यू पोइन्टमा आइपुगेका छौँ यस्तो राम्रो भ्यू हेर्नुहोस् त गाइज भ्यू पोइन्ट रे क्या दामी है के भयो माथिबाट जाने कचरा खेल्न जानु होला राम्रो जग्गा वहाँ त्यो पनि गएको रहेछ त्यो बोटहरू है वा यो चाहिँ ग्याङ होला यिनीहरू चाहिँ मोटरसाइकल ग्याङ ए तल जानु मिल्दो रहेछ त वाउ कचरा फ्याल्नु जानुभयो होला अब चाहिँ हामी तल जानु थालेको तल त्यहाँ पानी छुनु मिल्दो रहेछ नि त अनि त्यही भएर हामी तल जानु थालेको कस्तो राम्रो भ्यू है सबै यो त्यो सबै कोसमाईको वहाँदेखि यस्तो छ नि त त्यो डाँडा देख्नु भएको छ नि हो त्यस्तोबाट अनि यस्तो अब हामी चप्पल लागेको छ हामी चाहिँ खेल्नु पाउँछ त्यो पानी खेल्नु पाउँछ हामीहरू पानी छुनु पाउँछौँ हामीहरू यस्तो तर आउने बेलामा थकै लाग्छ तल गइसकिन् उहाँ पुगिसकिन् हामी चाहिँ कोसमाईको भ्यू पोइन्टमा हामी तल उसलाई त पानी फेभरेट हो छुनुपर्छ उसलाई पानी ल के अरे एकजना मान्छे खान्छ अरे ल
ठल्लेमा है ठल्ले भनेको त्यो तल छेउमा टुप्पामा गएर एउटाजना मान्छे खान्छ त्यस्तो भोक हुन्छ। अहिले त्यसरी बसी थियो नि पुरा डेन्जरस छ त्यो बर्मिनी हो दिमाग गएका मान्छे गएर बस्दैनन् त्यो थल्लेको छल्का आएर पत्ता तानेर लान्छ लगेपछि बचिन्न यहाँ त हो नि हो हो त यहाँ त सालमै एउटा मान्छे खान्छ अरे झर्न दिन्थेन धेरै मान्छे मरेर अहिले फेरि दिन्छ स्केडी न हुँदैन बरु अब चाहिँ हामी तलबाट घुमिसकेपछि माथि आएको थाक्यो हिँड्दा हिँड्दा थाक्यो बेबी थाक्यो हामी हिँड्दा हिँड्दा अब चाहिँ इभन कुदेको कुदैछौ त यो चाहिँ ठुलो भगवान् खानेकुराहरू अलि दिदीले खाएर देखाउँछ हामी पनि देखाउँछौँ खाइसक्नु भयो छाय छाय अघिबाट चाहिँ राम्रो हुन्छ होला ठिकै छ देखेछ तिमी उता साइडमा एकछिन बस मम्मीलाई यता राख अहिले आएको छैन तिर राम्रो आउँछ भने चाहिँ यो कसमै घुम्न आउँछ त्यही यही देखेर यो कोसमयको भ्यू पोइन्टबाट हामी अगाडि बढ्दैछौँ हामी अब यो माथि भिलाहरू रहेछ हेर्नुहोस् त कस्तो राम्रो बाटो माथि डाँडा हेर्नु चाहिँ धेरै यो यहाँको ट्याक्सी स्कुटर धेरै चलाउँछन् यहाँका टुरिस्टहरूले अनि कोसमयको बिच हेर्नुहोस् त कति ठुलो नेपालमा त समुद्र छैन नि ไม่รู้ว่าจอดรถตรงไหนน่าจะต้องตรงนี้อ่ะมันจะไกลหน่อยนะข้างหน้านั้นมันจะไม่มีที่จอดรถมันจะลงไปตรงนั้นอ่ะ เขามีคนลงกันไหมไม่ต้องลงก็ได้มั้งแค่ไทยเป็นชุดเฉยๆ แต่ถ้าลงก็สวยอยู่นะแต่มันก็ต้องเดินมาตั้งแต่ตรงเนี้ยตรงเนี้ยมุมนี้ต้องมากับมอไซค์ यसको नाम के हो อันนี้เรียกอะไรนะที่ตรงนี้ชื่ออะไรนะ บิ๊กร็อก บิ๊กร็อก Big Rock เนี่ยจะมีบิ๊กร็อกอันนี้ บิ๊กร็อกभनेको यो and the little rock ढुङ्गो बताउनु त यताको ठुलो यो हेर्नुहोस् त यहाँनिर कस्तो माथि ตรงนี้ डाँडा จะไม่มีสายไฟ डाँडाबाट खसेको ढुङ्गा चाहिँ यहीँ अड्केछ अड्केर चाहिँ यहाँ बाटोमा पनि झर्न पाएन यता पनि जानु पाएन ก็จะมาถ่ายรูปมาตรงนี้ International so vast แล้วก็ไปรับน้องที่ในหาดละไมไหม ใช่ค่ะ the cliff उहाँ पारि भन्नु सिल्भर बीचอยู่ตรงไหนนะน้อง นี่ครับซิลเวอร์บีช सिल्भर बीच पुरा राम्रो छ नि म चाहिँ भोलि आएर पानी खेल्ने भनेको सिल्भर बीचको छेउमा होइन यहाँ पौडी ลง खेल्नु ฟรีด้วยนะ ल เขาก็จะมีแบบคาเฟ่มีร้านอาหารนั่นในราคาก็ไม่ได้แพงมากเราไปกินกาแฟสักแก้วก็ได้ ก็เหมือนอุดหนุนเขาเฉยๆอะ ถ้ามีเวลาจะลงได้ไหม ได้อยู่ दिदीहरूको दोकान यो र उ त्यो सानो
अब हजुरबुवा हजुरआमाको घर जानु लाग्यो वाउ फ्लावर वाउ ह्यान्डसम म्यान हामी ला म त निरै सुतेको होला त मान्छे भनेको उभि सुतेको होला भनेर बटम भुस्को तपाईँको यो चाहिँ यहाँको स्ट्रिट मार्केट टाइपको पनि रहेछ भइसक्यो हाम्रो फाइनली भेट भएको छ गाइस फाइनली हाम्रो चाहिँ ब्लगमा हुन्छ ल ऊ भएको थियो क्या रिसोर्ट भएको थियो अहिले चाहिँ हामी 35 वर्ष हुँदाखेरि डल्लै भेट्यो मान्छे भएको पहिला भएको थियो 35 वर्षपछि भेट्यो झुट भन्दै हुनुहुन्छ के हो फेरि 35 वर्षपछि भेट भयो नि जन्मेको के गरिसक्यो यो चाहिँ रिसको ए उसले बुढुलाई माल यसरी गर्न ड्याडी न अरे हो त हामीले हाम्रो सुजाता Oh, no worry. Yes, baby. दिदीले सबै इन्ट्रोडक्सन दिनुहुन्छ म दिदीसँग जान्छु नाम पनि कति गाह्रो छ प्रोनाउन्स गर्नुको लागि हजुरबा हजुरआमा तर कस्तो प्रोनाउन्स गर्नु गाह्रो हजुरबा त्यो त्यस्तो ऊ भएको भएर ए हो र अनि अनि हजुरआमा चाहिँ यता हो अलिक डेन्जरस छ हेर्नुलाई अब अहिले यो पानी कतिको छ हेरौँ बन्द हुन्छ हमेसा ऊ हजुरबुवा अरे हजुरबुवा यता हुनुहुन्छ अरे हजुरआमा त्यो हजुरबुवा भन्नुभयो अब यता हजुरआमा हजुरआमा म त हेरेर जान डर लाग्छ ऊ अङ्ग्रेजी हेरिरहेको छु नि चाहिँ अब चल्यो पनि लड्यो पुरापुरी हारिमुन आएको थिएँ दुईजना सबै फसे डर लाग्छ तर नादै पनि रहेछन् उनीहरू तिमीलाई डर लाग्दैन राम्रो खाना खोलेर जान्छ भने हेरेर कहाँ उहाँ तल जाने हो बेबी आऊ कल गर नि यता आऊ भिडियो भन्दा नि धेरै चाहिँ ध्यान राख्नुपर्छ नि अनि तर कसरी हुन्छ मैले कसरी थाहा पाउनु त ए यो हो यो छोरी मान्छेको यो छोरी मान्छेको नक्सा जस्तै छ ओके ए त्यहाँ जाउ हुन्छ आफूले पनि चप्पल खोल्यो होला चप्पल खोलेर राम्रोसित जाउँ यस्तो चाहिँ रहेछ यो पनि कस्तो राम्रो भ्यू भुइँमा झऱ्यो भने त बिजोक हुन्छ नि अच्छा पुरै रहेछ त त्यो त कहाँ तान्नु आँटेको दिदी के मन्दिरभित्र यताको नयाँ भनेको चाहिँ मैले उताको माथि डाँडामा जाने थिएँ माथि माथि I know, I'm scared. I'm scared. जान्छ तिमी गइसक्यो
हेर्नुहोस् त कस्तो राम्रो हेर्नुहोस् त भिल्ला कति बाटो यस्तो बाटो छ यता प्लेनमा बसे जस्तो कान बन्द भयो सो बाटो छ धुलो पनि रहेछ तर नाकभित्र पनि टेलिफोन क्लोज गरेको इभन क्लोज योर माउथ केही हुन्न पाउडर लगाएको थिएन केही पनि लगाएको थिएन पाउडर लायो सनस्क्रिन लायो सबै लगाएको थिएन त हाम्रो त एयरपोर्टमा लगेर केही लाएन ब्रेक हानेको डर लाग्दो एनिमेसन 200 यहाँ आएर चाहिँ 200 बात एकजना माथि चढेको हो त्यही भएर त्यहाँ तलदेखि फ्रीमा लिएर आएको रहेछ जाने बुझी यहाँ छि मोबाइल 8 जना यहाँ चाहिँ तिर्नु पर्दो रहेछ 200 भाट त्यही भएर तलदेखि माथिसम्म फ्रीमा ल्याएको रहेछ अब आइहाल्छ नि फ्रीमा होइन तलदेखि 7 जना चक्कर लाग्यो सानोलाई होइन होला नि 8 जना छौँ ए घडी हो थ्याङ्क यू द बेस्ट पकड्ने पकड बोका 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 तिमी ए भने मलाई त डर लाग्यो कस्तो डर लाग्दो भाइ ल सुत्दिएको पो छ त कोही त त्यहाँ त ऊ त्यहाँ ए यहाँबाट पुरै देख्दो रहेछ नि त अनि यहाँ त
थाइल्यान्डको हनुमान रहेछ क्या रामको लागि छाडी कस्तो डर लाग्छ भाइ ए कहाँ यो काममा बसेर छोडेको हेरेर बस चन्द्रमा चन्द्रमा मलाई त डर लाग्छ कति राम्रो देखिँदो रहेछ नि स्वयंमागले न यो चाहिँ भ्यू रहेको छ यहाँको र मलाई चाहिँ डर लाग्यो त्यही भएर म जान्दिनँ एकदमै डर लाग्यो मलाई त्यहाँदेखि यस्तो भिड छ जान्दिनँ उहाँ पुग्नुभयो मलाई चाहिँ डर लाग्यो यत्रो रास्ता अनि इभान र म चाहिँ हामी यहीँ थियौँ इभान र हामी चाहिँ इभान चाहिँ Give me kiss. Kiss. Mama. No more. चाहिँ फोटो सेसन छ हुँदैछ चाहिँ इभानको धुलै हुँदैछ इभान धुलै भयो त धुलै भयो चाहिँ तिम्रो दिन नो धुलै नो मलाई डर लाग्छ मलाई यो हाइटसँग बहुत डर लाग्छ क्या जति पनि हाइट होस् डर लाग्छ हाइपोबिया छ बेबी माथि अझै यता इभानलाई यहाँ आएर सुतेर भुइँमा आज रिसाएर केही पनि हुँदैन त हेर्दै सिरिङ्गो हुने जस्तो छ यो जग्गा Ich hab gesagt, der खुट्टा पनि गल्छ हौ हामी यस्तो भएको जग्गामा जान्छौँ तर म जान्न को तिनीहरू मेरो नि खिच्यो ए मुटुभित्र म छु भनेर आइछ क्या यो गरेको पहिला सुरु त्यो केटी खिच्दैछ त्यो केटी खिचिसकेपछि यहाँ चाहिँ यस्तो दामी रेस्टुरेन्ट सबैले खाँदैछन् त्यही यहाँ फोटो खिचिसक्यौँ अब हात भाँचेकोमा हेर्न जाने ए हात भाँचेको पो भनिछु त हात भएको जग्गामा नजानु है इभानलाई लिएर कोही पनि नजाऊ एक्लै जाऊ एक्लै जानु तपाईँ अब फोटो खिच्न जो जाने जाऊ म त जान्दिनँ यता आउनु न मम्मी ला दिदी पनि त्यहाँ हुनुहुँदो रहेछ दिदीले सब हेर्दै हुनुहुँदो रहेछ तलबाट ए माथिबाट कस्तो डर नलाग हो दिदीलाई म त डर लाग्छ अबे हामी चाहिँ फोटो सोटो खिचेर अब अर्को जग्गा जानु थालेको कहाँ उता जानु थाले यता हो यो रास्ताबाट हामी फेरि घर फर्किन लाग्यौँ ए होइन घर होइन अर्को जग्गा पुरा राम्रो देखिन्छ होला यहाँ खिचेको होइन हजुरले त्यसपछि युट्युबमा हेर्नु सुजाता ब्लग फर्केर आएको अवस्था अब फर्किने बेला फेरि एडभेन्चरस हुने छ किनभने चाहिँ यस्तो उडालो छ कि बाटो ओहो वाउ ओ वाउ
अब तिमी माथि बस्ने हो ल हामी चाहिँ कसमाईको भ्यू पोइन्ट हेरेर अगाडि बस्ने भ्यू पोइन्ट हेरेर हामी फर्किँदैछौँ अब हेर्नु होला हाम्रो रियाक्सन हेर्नु होला कसरी झर्छौँ हामी गाडीको टपमा बसेर यहाँ चाहिँ अलिक पछि बाटो छ अनि धुलो आउँदो रहेछ अलिक तल पुगेपछि चाहिँ मार्बल हालेको छैन ढलान गरेको बाटो छ अनि त्यहाँ चाहिँ धुलो हुँदैन तर बाटो एकदमै छ घुम्तिनी बाटो भेट भयो जस्तो बाटो छ स्लो मोसन बिस्तारै जाने आउँदाखेरि मात्रै अलिक स्पिड होइन स्पिडमा आउनुपर्छ नि त जाँदाखेरि त स्लोमा जानु पऱ्यो चढ्दा चाहिँ आउँदाखेरि चढ्नु पर्दो रहेछ यहाँ माथि होइन मजा आउँछ जाँदाखेरि स्लो बाटो हेर्नुहोस् पहिला यो डाँडोलाई चाहिँ डाँडो बाटोमा चित्तमलाई चाहिँ भ्यू बनाएको खतरा बुन्देसमा यस्तो डाँडो होइन बाटो बनाएर चित्तमले गएर दुई तिनवटा भ्यू पोइन्ट राखेर बुन्देस महाजन भन्छ यहाँको उहरूलाई सबैहरूलाई हजुर साउजी यहाँको भाषामा यहाँका त्यो खाइले चाउखाउ भन्छ चाउखाउ भनेको सब्जी आफ्नै स्कुल लिएर आएको पनि भएर हुन्छ नरिवलको बोट नरिवल हिजो कसो भयो म निन्द्रा लाग्यो होला नि मलाई हिजो मैले खाइनँ नि त्यो निन्द्रा लाग्ने खानु भएन खाएन मैले त्यो मात्रै खाएँ मलाई फर्किने बेला त मैले भिनासँग बोलिनँ क्या कस्तो हुँदो रहेछ भने आफ्नो के सोचेको कता कता जाने नि त्यो पैसा बोल्न पनि मन लाग्ने क्या सोचेको एउटा सोचेर अनि मलाई त के डर लाग्यो भने म घरमा बित्तिकै म भन्दा थाहा पाएँ कि क्या उसले कुरा गरे जस्तो त्यो डर पनि भयो फेरि आफैलाई क्या त्यो आफैलाई डर भयो त्यस्तो डर हुन्छ हो त्यो फिलिङ चाहिँ मैले पहिला भन्थेँ नि सोधेको फिलिङ आएको होइन त्यो फिलिङ चाहिँ आयो कस्तो हुन्छ फिलिङ त्यो बसेर पैसा बोल्नु मन भने आफूले जे सोचेको छ त्यो सोचिरहेको बिचमा फेरि बोल्नुपर्छ माथि अहिले चाहिँ ड्राइभरले चाहिँ स्पिड बढाएको छ कि हावाको गति बढिरहेको छ अहिले चाहिँ हामी आउन लाग्यौँ त्यही भएर पनि होला मजा आइरहेछ गाडीको यो स्पिड बढेको छ पर्दैन क्वालिटीमा राखेको छु मैले कस्तो यो चाहिँ मार्केट यस्तो धेरै मार्केट हुन्छ लुम्बिनीमा हाम्रो त लुम्बिनीमा धेरै हुन्छ यस्तो पङ्खा यो चाहिँ हामी के गर्न जानु थाल्यो घुम्न त घुम्नै आएको नि तर के हेर्नु जानु थालेको त्यो भन्नु खोजेँ मैले पानी हेरेको झर्नामा पानी नै छैन हिलो भएछ मान्छे धेरै खेलेर ला झर्नाको पानी रे झर्नै छैन यहाँ पार्टी गरेर पिकनिक ड्राई पिकनिक आएको रहेछ
किनकि पानी नै छैन, यत्रो झरनामा पानी आउने नै छैन। ए यस्तो टाइपको रहेछ पहिला चाहिँ, यो चाहिँ यस्तो चाहिँ रहेछ। झरना छैन भनेको त मगर जलुका भनेको के हो? पिँडालुको पत्ता हुन्न, खै हामीले उहाँ खान्छौँ नि। खै त तपाईँ कहाँदेखि पिँडालु वहाँ माथि? त्यो भिरमा के तपाईँ आँखै नदेख्नेले त्यहाँ भिड चाहिँ कति देख्नु? राम्रो हो नि पहिला यो, अहिले यो यसको बेसी नाम भयो होला। अनि टिकट त रहेनछ, अनि के पानी मात्रै फ्यालेर उनीहरूको पैसा लाग्छ? उताबाट भित्रबाट पानी ल्याएर यहाँ छोडिदिएको बल्ल झर्ना होला। अब डुब्लिकेट त त्यही झराल नि हामी चाहिँ झर्ना हेर्न आएको थियौँ। अब झर्नाले चाहिँ हामीलाई हेरिदियो। पानी सुकेछ हजुर, के गर्ने? पानी सुकेको अवस्था, पानी सुकेर चाहिँ तल भएको। हेर्नुहोस् त गाइस, यहाँ त प्र्याङ्क भयो। हेर्नुहोस् त यहाँ झर्नै रहेनछ। कस्तो लाग्यो मेरो मजाक? इभन सुतेह यिनीहरूलाई अहिलेदेखि भनिदिइराखेको भए उता जान्छ वेस्ट हुन्छ। 2-3 पाइला भयो नि, यिनीहरू ब्याग पाइला भन्छन्। फेरि कोकोनटको पानी हाल्नु ऊ मात्रै पर्नेछ। यस्तो रहेछ। अब हामी चाहिँ खाना खाने जग्गामा आयौँ। हामी चाहिँ थाके छौँ, धेरै घुमफिर भयो होइन। अब घुमफिर भएपछि भोक पनि लाग्छ। भोक लागेपछि हामीलाई पनि रिचार्ज गर्नु पऱ्यो नि, जस्तै गाडीको पेट्रोल सकिन्छ, हाम्रो चाहिँ इनर्जी सकिन्छ। अनि मेरो मोबाइलको चार्ज सकिएको थियो, मेरो मोबाइलको चार्ज सकिएको थियो भन्नु पर्दैन। चार्जरै लिएर हिँड्दैछ हामीहरू। यो के हो? सायद चिल्ली होला होइन यो नाम? यो होइन बाबा, नाम भने नाम चिल्ली होला रेस्टुरेन्टको नाम। दिदी के हो यो रेस्टुरेन्टको नाम? ल भयो भयो। ए मैले त त्यो चिल्लीको ऊ देखेर चिल्ली होला सोचेको। त्यहाँ लेखेको रहेछ सक्का। नमस्ते, यिनीहरू नमस्ते भन्छ नि त। हात सात धोएर अब भित्र जाँदैछ। हामी सब बाहिर नै बस्छौँ, बाहिरको भ्यू हेरेर राम्रो आउँछ नि त, त्यही भएर। हेलो, यहाँको एम्बेसी यस्तो छ। किन? अब बाबु सुतेको छ, राखिदिनुहोस् त। हेर्नुहोस् त, खाट बन्यो हेर्नुहोस् त। कसको दिमाग हो यो तिम्रो? इभानको टोकरी। थाईमा चाहिँ यो नभई काम चल्ने खाने केसित मिलाएर खाने। बाहिर खा भन्छ। हाम्रो चाहिँ यो यो आइसकेको यतिलाई छ 5 पैसा 750। 750 ए रेड राइस, के हो यो? राइस। रेड राइस। यो चाहिँ राइस रेड होइन, ब्राउन हो। यो चाहिँ ब्राउन राइस। अनि यो झोल पनि फेमस होइन यिनीहरूको? यो पुरा फेमस छ। हाम्रो चाहिँ यो पनि आइसक्यो। यो चाहिँ मेरो फेभरेट हो। अनि यो फिस, अनि उता पनि आएको छ, त्यो फिसै रहेछ। सेम सेम त्यो मिठो। उता हात थुक्न दिनु, अहिले पछि लास्टमा सफा गर्नु।